पानीमा पनि नरोकिने सङ्घर्ष, हाट बजारका मेहनती मानिसहरूको वास्तविक जीवन। नमस्कार सम्पूर्ण दर्शकवृन्द, आज म तपाईहरूलाई कुनै ठुलो व्यापारी, करोडपति वा चर्चित व्यक्तिको कथा सुनाउन लागेको होइन। आजको कथा ती साधारण र असाधारण मानिसहरूको हो जसलाई हामी हरेक हाट बजारमा देख्छौँ, तर उनीहरूको सङ्घर्षलाई धेरै कमले महसुस गर्छ। आज पानी परिरहेको छ, आकाश कालो छ, बाटो हिलोले भरिएको छ। धेरै मानिस घरभित्र बसेर मौसम हेर्दैछन्, तर यही समयमा केही मानिसहरू भने आफ्नो सामान बोकेर हाट बजारमा बसेका छन्। किनकि उनीहरूलाई थाहा छ, आज काम नगरे आजको चुल्हो बल्दैन, व्यापार भएन भने छोराछोरीको पढाइ, घरको खर्च, औषधि, ऋण र परिवारको आवश्यकता पूरा गर्न गाह्रो हुन्छ। यही हो वास्तविक जीवन। यहाँ कसैले तरकारी बेचिरहेका छन्, कसैले फलफुल, कसैले लुगा, कसैले जुत्ता, कसैले भाँडाकुँडा, कसैले मसला, कसैले खेलौना। सबैको व्यापार फरक छ, तर सबैको उद्देश्य एउटै छ, आफ्नो परिवारलाई खुसी राख्नु। धेरै जसो व्यापारीहरू बिहान उज्यालो हुनु अघि नै उठ्छन्, सामान मिलाउँछन्, गाडीमा वा साइकलमा लोड गर्छन्। कोही टाउकोमा बोक्छन्, कोही काँधमा। धेरै किलोमिटर यात्रा गरेर बजार आइपुग्छन्। उनीहरूलाई थाहा हुँदैन कि आज कति बिक्री हुन्छ। न त ग्राहकको ग्यारेन्टी हुन्छ, न त मौसमको। तर एउटा कुरामा उनीहरूको विश्वास कहिल्यै कमजोर हुँदैन, मेहनतले एक दिन अवश्य फल दिन्छ। जब पानी पर्न थाल्छ, ग्राहकहरू ओत लाग्न दौडिन्छन्, तर व्यापारीहरू भने आफ्नो सामान बचाउन प्लास्टिकले छोप्छन्। बरु आफै बेच्छन्, तर सामान बचाउँछन्, किनकि त्यही सामान बेचेर घर चलाउनु पर्छ। हामी मध्ये धेरैले मूल्य घटाउन धेरै मोलमोलाई गर्छौँ, तर कहिल्यै सोचेका छौँ कि त्यो सामान बेच्ने मानिसले त्यसमा कति मेहनत गरेको होला। त्यो 1 किलो तरकारी बजारसम्म ल्याउन कति पसिना बगेको होला। त्यो एउटा कपडा बेच्न कति घन्टा कुर्नु परेको होला। हामीले कहिलेकाहीँ केही रुपैयाँ बचाउँछौँ, तर उनीहरूको दिनभरको मेहनत घटाइदिन्छौँ। त्यसैले जहाँसम्म सम्भव हुन्छ स्थानीय व्यापारीको सम्मान गरौँ, उनीहरूबाट सामान किनौँ, उनीहरूलाई मुस्कान दिउँ, सम्मानका 2 शब्द बोलौँ, किनकि सम्मान दिन पैसा लाग्दैन। सङ्घर्ष सबैको जीवनमा हुन्छ। विद्यार्थीको सङ्घर्ष पढाइमा हुन्छ, किसानको सङ्घर्ष खेतमा हुन्छ, सैनिकको सङ्घर्ष देशको सुरक्षामा हुन्छ, मजदुरको सङ्घर्ष निर्माणमा हुन्छ, र हाट बजारका व्यापारीहरूको सङ्घर्ष प्रत्येक दिन, प्रत्येक मौसममा हुन्छ। सफलता भनेको ठुलो गाडी चढ्नु मात्र होइन। सफलता भनेको कठिन परिस्थितिमा पनि हार नमान्नु हो। सफलता भनेको जिम्मेवारीबाट भाग्नु होइन, त्यसलाई पुरा गर्न दिन रात मेहनत गर्नु हो। यदि तपाईँले आज हाट बजारमा बसेर पानीमा भिजिरहेका कुनै व्यापारीलाई देख्नुभयो भने उनीहरूलाई दया होइन, सम्मान गर्नुहोस्, किनकि उनीहरू माग्न आएका होइन, उनीहरू इमान्दारीपूर्वक आफ्नो पसिना बेच्न आएका हुन्। उनीहरूको आत्मसम्मान नै उनीहरूको सबैभन्दा ठुलो सम्पत्ति हो। आदरणीय साथीहरू, जीवनमा कहिल्यै आफ्नो सङ्घर्ष, लाज नमानिकन अघि बढ्नुहोस्। आजको कठिनाइ भोलिको सफलताको आधार भन्न सक्छ। जब जीवनले तपाईँलाई परीक्षा लिन्छ, सम्झनुहोस्, पानीमा भिजेर पनि आफ्नो पसल नछोड्ने ती व्यापारीहरूलाई। उनीहरू हामीलाई सिकाउँछन् कि परिस्थिति जस्तो सुकै भए पनि जिम्मेवारीबाट पछि हट्नु हुँदैन। अन्त्यमा म यही भन्न चाहन्छु, मेहनत गर्ने हातहरू कहिल्यै साना हुँदैनन्, सङ्घर्ष गर्ने मानिसहरू कहिल्यै कमजोर हुँदैनन्।
मौसम बदलिन्छ, समय बदलिन्छ, तर इमान्दारी र मेहनतले एक दिन अवश्य सफलता दिलाउँछ। यदि यो भिडियोले तपाईँको मन छोयो भने कृपया लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यस्ता वास्तविक जीवनका प्रेरणादायी कथाहरू हेर्न प्रकाश भाइब्सलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।